हेलो एभ्रिवान, वेलकम ब्याक टु माई च्यानल। आज चाहिँ नानीको बर्थडे अनि मैले हल्का मेकअप गरेको त अनुहार मेकअप सेटिङ गर्न नआएर अनुहार सेतै भयो। अनि यो चाहिँ नानीको फ्रक अनलाइनबाट मगाएको अनि धोएर यो त घुचमुच्च पर्यो क्या झन्। अनि आइरन लगाएर अलिकति राम्रो बनाउनु पर्यो भनेर आइरन पुरा मजाले लगाएँ मैले। अनि आजको दिनभरि हामीले के गर्यौँ अनि नानीको बर्थडे कसरी मनायो यो भ्लगभित्र हजुर देख्नुहुनेछ, स्किप नगरी हेर्नु होला। यो फ्रक चाहिँ यो एक्सपेक्टेसन भन्दा पनि राम्रो आएको थियो अनलाइनबाट। अब अलिकति डर लाग्छ नि त कस्तो आउला भनेर। अनि मैले भिडियो कस्तो राम्रो ब्लग बनाउने यो नानीको बर्थडेको भन्ने सोच थियो, तर सोचेको जस्तो कहाँ हुन्छ है। स्टार्टिङदेखि राम्रोसँग खिचेर ब्लग बनाउनु मन थियो, तर पनि फोटोसुट चाहिँ राम्रै भयो। जस पछि यो भिडियोमा राखेको छु। आई गट अ ड्रेस मेक्स मी अ प्रिन्सेस। त्यो भिडियो देखेको रहेछ अनि त्यसमा बनाउने भनेको क्या। अनि मैले चाहिँ त्यो मुखले भनेर बनाइदिएको। अनि त्यसपछि चाहिँ टी सर्ट चेन्ज गरेर मैले चाहिँ अलिकति डेकोरेसन गरेँ। यो वालपेपर मगाएको थिएँ मैले त्यो अनलाइनबाट। अनि हल्का यो व्हाइट कलरको ब्यालुन अनि त्यो वालपेपर भयो भने ठिकै हुन्छ भनेर अनि एउटा टेबल पनि डेकोरेसन गरेको छु। त्यही मैले भिडियो खासै राम्रो बनाउनु पाएन। अझ नानीले कति डिस्टर्ब गर्छ है के काम गर्ने बेला। अनि त्यही पनि अनि त्यसपछि हामी ड्रेस लगाएर अनि हामी फोटोसुट गर्न गयौँ साकुरा फुलेको ठाउँमा। साकुरा हेर्नु न यहाँ कस्तो राम्रो फुलेको क्या, पुरै अब रियलमा राम्रो देखेको थियो, अझै क्यामेरामा अलिक ब्राइट देखेको थियो। यो चाहिँ जापानिजले आफै बनाएको प्रकृति भने नि भयो। अनि कस्तो राम्रो क्या, बाटोको वरिपरि रुखहरू रोपेको छ अनि कस्तो मजाले वेलकम गरे जस्तो। यो टाइममा चाहिँ जापान साँच्चै स्वर्गभन्दा कम देखिँदैन होइन। हरेक वेदरमा केही न केही एकदमै धेरै इन्ट्रेस्टिङ कुराहरू हुन्छ क्या जापानमा चाहिँ। अब चाहिँ हामी फोटोसुट गर्नतिर लाग्यौँ। अनि एउटा भोइस रेकर्ड गरेको भिडियो। मेरो प्यारी छोरी, तिमीलाई जन्मदिनको धेरै शुभकामना। आजको दिन हो तिम्रो सुन्दर आँखाले यो संसार देखेको र मैले तिमीलाई स्पर्श गर्न पाएको। जति सुन्दर तिमी छौ त्यो भन्दा पनि 1000 गुणा राम्रो तिम्रो मन छ। प्रेम र दयाले भरिएको तिम्रो कोमल मन लाग्छ। मैले पूर्व जोनीमा केही राम्रो कर्म गरेकी थिएँ जो तिमी यो जोनीमा मेरो कोखमा जन्म लियौ। पक्कै पनि सजिलो हुँदैन थियो होला 2 जना बच्चालाई हुर्काउन विदेशको ठाउँमा, तर तिम्रा ज्ञानी असल बानी व्यवहारले मलाई सहज बनायो। जतिचोटि धन्यवाद दिए पनि भगवानलाई कम हुनेछ कि यति सुन्दर सुशील ज्ञानी छोरी मेरो भागमा पार्नु भएकोमा। सधैँ भगवानले रक्षा गरून् तिमीलाई। हामी चाहिँ 1.5 घन्टामा फर्किसकेको थियौँ। अनि यो प्रिन्सेसको केक चाहिँ डियानाको विवेक अङ्कलले ल्याइदिनु भएको, कस्तो क्युट छ। अनि फर्स्टमा चाहिँ यो काट्यौँ। ना चाहूं तेरी ही यादों में सोना मैं पाऊं, तेरी हंसी पर मैं मर ही ना जाऊं, तेरी ही बातों में खोना मैं चाहूं, तेरी ही आंखों में डूबना चाहूं, तेरी ही यादों। अनि त्यो प्रिन्सेस केक काटिसकेपछि अनि सबैले खानासाना खाइसकेपछि अनि फेरि यो डेकोरेसन गरेको ठाउँमा लुगा लगाइदिएर अनि फोटोसुट गरेर केक काट्न लाग्यो। टाउकोमा साथी